हामी चाहिँ आज डे 37 मा छौं। VST प्लस अयो आयो यो हेयो र ओयो छ छु छौ नु हुन्छ हामीले पढ्यौं। अब हामीले चाहिँ यो उत्तर दिने हो। प्रश्न कसरी गर्ने त यसरी? यो चाहिँ इन्फर्मल मा भयो। इन्फर्मल मा हामीले फर्मल मा VST प्लस मनिदा र सुम्निदा भनेर चाहिँ पढाएको थियौं। त्यो भनेको नि छ छु छौ नु हुन्छ भन्ने हो। अब अयो आयो यो हेयो ओयो भनेको नि पनि छ छु छौ नु हुन्छ। त्यसपछि हामीले के पढाएको थियौं? VST प्लस मनिका क्वेशन मार्क र सुम्निका क्वेशन मार्क यसरी चाहिँ क्वेशन गरेका थियौं। अब चाहिँ यही गरी चाहिँ यसमा चाहिँ कसरी क्वेशन गर्ने त त्यो पढौं अब हामी। अब अयो आयो यो हेयो र ओयो कसरी प्रयोग गर्ने अघिल्लो भिडियोमा मैले भनि नै सकेका छु। फेरि पनि रिपिट जस्तै गरौँला। अब हेरौं हामी प्रश्न कसरी गर्ने त। VST प्लस अयो क्वेशन मार्क आयो यो हेयो र ओयो भन्ने हुन्छ। सबैमा क्वेशन हुन्छ क्वेशन मार्क। अब चाहिँ त्यो भनेको नि छ क्वेशन मार्क नु हुन्छ क्वेशन मार्क। यसरी चाहिँ प्रश्न सोधिन्छ। अब हामीले चाहिँ अयो आयो यो हेयो ओयो कसरी प्रयोग गर्ने यो अघिल्लो भिडियोमा हेरेकै नै छौं। अझ फेरि पनि हेरौं। अब हेरौं सुरुमा अयो अयो अगान को अगान भनेको VST अन्तिम भोइल साउन्ड अन्तिम भोइल साउन्ड ओ आ छैन भने अगानको अन्तिम भोइल साउन्ड ओ आ छैन भने अयो प्लस गरिन्छ। देख्नु होइन? अगानको अन्तिम भोइल साउन्ड ओ आ छैन भने अयो प्लस गरिन्छ र आयोको हकमा ठीक उल्टा छ। अगानको अन्तिम भोइल साउन्ड ओ अथवा आ छ भने आयो प्लस गरिन्छ। अब यसका चाहिँ हामी केही उदाहरण पनि हेरौं। अब हेरौं। तैले बुझ्नु भयो होला। बुझ्नु भएन भने चाहिँ अघिल्लो भिडियो हेर्न सक्नुहुन्छ। घरमै बसी बसी फ्रीमै कोरियन ल्याङ्ग्वेज पढ्न चाहनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ। अब केही उदाहरणहरू हेरौं। फोगी फोगी भनेको उदाहरण भन्ने हुन्छ अथवा इक्जाम्पल हामीले पहिले पढिसकेका छौं। अब हेरौं के उदाहरण। खादा खादा भनेको चाहिँ जानु भन्ने हुन्छ। अब हामीले चाहिँ VST ल्याउनु पर्यो। अब अयो आयो यो हेयो र ओयो प्रश्न कसरी गर्ने हामी त्यो पढ्ने छौं। खादा भनेको जानु भन्ने हुन्छ। अब हामीले VST लिएदा दा हट्छ के रह्यो त खा मात्र बाँकी रहन्छ। त्यसपछि चाहिँ अयो आयो यो हेयो र ओयो जोड्नु पर्यो। यसमा चाहिँ हाम्रो अन्तिम भोइल साउन्ड अगानको अन्तिम भोइल साउन्ड अगान भनेको VST को अन्तिम भोइल साउन्ड आ छ। आ छ भनेपछि अगानको अन्तिम भोइल साउन्ड ओ आ छ भनेपछि आयो प्लस गरिन्छ। यदि थिएन भनेपछि चाहिँ अयो प्लस गरिन्थ्यो। छ त्यही भएर आयो प्लस गरिन्छ। यसमा चाहिँ आयो प्लस गर्दा चाहिँ एउटा आयो यता आ यता पनि छ यता पनि छ। त्यही भएर सिंगल आ राख्नु पर्ने हुन्छ। एउटा आ हटेपछि यो मात्र रह्यो। के भयो त खायो। खायो भनेको जान्छ क्वेशन मार्क हो नि त यो। हामीले चाहिँ
क्वेसन मार्कमा सोधिरहेछौँ। जान्छ अथवा जानुहुन्छ क्वेसन मार्क। अनि अर्को उदाहरण हो मक्ता। मक्ता भनेको खानु भन्ने हुन्छ। हामीले VST मा के रहन्छ त दा हटाइसकेपछि मक। अब अगान भनेको VST को अन्तिम भोइल साउन्ड ओ आ छैन भनेपछि अयो प्लस गरिन्छ। ओ र आ छ त छैन, अन्तिम भोइल साउन्ड यो भयो मक अयो। पहिला के हो त यो म भयो, त्यसपछि क, त्यसपछि हामीले के जोड्यौं अयो जोड्यौं म गयो भयो। यो र अ सँगै जोडिया हैन, त्यही भएर यहाँ हट्दैन। जस्तै खा सँगै जोडिया थियो, आयो भन्ने त हुन्न नि त, आयो यसरी हुन्न, त्यही भएर चाहिँ हामीले यो मात्र राख्यौं। अब म गयो भनेको चाहिँ खान्छ, उ खान्छ अथवा खानुहुन्छ, तपाई खानुहुन्छ, कर्ता अनुसार चाहिँ क्रिया परिवर्तन हुन्छ। यसरी चाहिँ प्रश्न गर्नुपर्छ। सदा, सदा भनेको उभिनु, उभिनु भन्ने भयो। अब के रह्यो त VST स। यदि अन्तिम भोइल साउन्ड अ छ भने के गर्ने त ओ र आ छैन भने अयो प्लस गर्ने, छैन ओ र आ छ त छैन, यदि थियो ओ र आ हुन्थ्यो भने आयो प्लस, ओ र आ छैन भनेपछि अयो प्लस गरिन्छ प्लस अयो। यसमा चाहिँ सिमिलर भयो, एउटा अ हटाएर यो मात्र राख्ने सयो भन्ने भयो। अब उभिन्छ, उभिन्छ प्रश्न गर्ने र तपाई उभिनुहुन्छ, उभिनुहुन्छ, यसरी चाहिँ हुन्छ। अ र आ को बुझ्नु भयो होला। अब यो हे यो र ओ यो हेरौं। अब हेरौं छिदा। अब हामीले अयो आयो को हेर्यौं, अब यो को हेरौं है, यो को। अब हेरौं दा हटाइसकेपछि भर्बको दा हटाइसकेपछि इ आउँछ भने इ लाई पनि हटाई यो प्लस गरिन्छ। अब बुझ्नु भयो होला। दा हटाई VST को दा हटाइसकेपछि इ आउँछ भने इ लाई पनि हटाई यो प्लस गरिन्छ भने। अब केही उदाहरण हेरौं। जस्तै छिदा भनेको हिर्काउनु, हिर्काउनु भन्ने हुन्छ। छिदा भनेको हिर्काउनु। अब यसको चाहिँ VST चाहिँ के रह्यो त छि मात्र रह्यो। दा हटाइसकेपछि हामीले छि मात्र राख्यौं। अब यदि दा हटाइसकेपछि इ आउँछ भने इ छ नि त यो भने इ लाई पनि हटाई यो प्लस गरिन्छ। इ लाई पनि हटाउने यो छ यो भयो, हिर्काउँछ चाहिँ क्वेसन मार्क। उत्तरमा नि यस्तै हुन्छ, हिर्काउँछ, हिर्काउँछौं, हिर्काउँछौं, नुहुन्छ भन्ने पूर्ण विराम दिनुपर्ने हुन्छ। यसमा चाहिँ हामीले क्वेसन मार्क हिर्काउनु हुन्छ। यसरी चाहिँ हुन्छ। अनि अर्को रहेछ मासिदा। मासिदा भनेको पिउनु। हामीले चाहिँ अब VST मा दा हटाइसकेपछि मासी मात्र बाँकी रहन्छ। अनि इ आउँछ भने इ लाई पनि हटाउने भने दा हटाइसक्यो, इ आएको छ यो पनि हटाई यो प्लस गर्ने यो भयो। अब पिउँछ, उ पिउँछ पानी क्वेसन मार्क सोध्ने प्रश्न गर्यो नि त।
पिउनुहुन्छ, तपाईँ पानी पिउनुहुन्छ, यसरी चाहिँ प्रश्न गर्ने। अब हेरौँ थाहा छिदा। थाहा छिदा भनेको चोट लाग्नु, चोट लाग्नु भन्ने हुन्छ। हामीले चाहिँ अब भिएसटी थाहा छि भन्ने हुन्छ। भिएसटी दा हटाएपछि, दा हटाइसकेपछि ई आउँछ भने ईलाई पनि हटाउने हो भने यो ईलाई पनि हटाउनु पर्ने भयो। के गर्ने त त्यसपछि हटाई यो जोड्ने। थाहा छ यो के हो, चोट लाग्नु, चोट लाग्छ प्रश्न गर्ने। चोट यी चाहिँ प्रश्न हुन्छन्, लाग्छ अथवा चोट लाग्छ भनेर चाहिँ प्रश्न गर्ने। अब योको पनि हेर्यौं, अब हेयोको हेरौँ, त्यसपछि ओयोको हेरौँ। हामी हेरौँ हेयो। हेयो चाहिँ अब जति पनि हादा लागेका भब छन्, हादा हटाई हेयो प्लस गर्ने। अब यसका केही उदाहरण हेरौँ। योरी हादा, योरी हादा भनेको खाना पकाउनु, खाना पकाउनु। हामीले भिएसटी चाहिँ योरी मात्र रहन्छ, हादा हटाउनु पर्ने हुन्छ। जति पनि हादा लागेका भब छन् हादा हटाई हेयो प्लस गर्ने। योरी हेयो, हेयो। अब हामीले चाहिँ प्रश्न गर्नु पर्यो, छनुहुन्छ, खाना पकाउनुहुन्छ, खाना पकाउँछ, खाना पकाउनु हुन्छ। कर्ता अनुसार चाहिँ क्रिया परिवर्तन हुन्छ। यी फाक खादा, यी फाक खादा भनेको भर्ना हुनु, भर्ना हुनु। हामीले चाहिँ हादा हटाउनु पर्ने भयो, के रह्यो त यी फाक मात्र, यी फाक हेयो, हेयो प्लस गर्ने। के भयो त भर्ना हुनुहुन्छ। यसरी चाहिँ प्रश्न गर्ने। अब ओयोको हेरौँ हामी अन्तिममा। हेयो पनि सक्यो, अब ओयो। अब ओयो ता हटाएपछि फाछिममा ब छ भने अनि उ इन्डिङ छ भने ब छ भने अथवा उ छ भने, उ इन्डिङ छ भने ब भए बलाई हटाई अथवा उ छ भने उ छ भने उलाई पनि हटाई ओयो प्लस गरिन्छ।
सर्टकट बुझौँ। दा हटाइसकेपछि फाँचीमा यदि ब छ भने ब अथवा उ छ भने चाहिँ ब भयो बलाई हटाउने र उ भयो उलाई हटाई ओयो प्लस गरिन्छ भनेको छ। अब हेरौँ केही उदाहरण हेरौँ। मु सप्ता भनेको चाहिँ डराउनु भन्ने हुन्छ। मु सप्ताको दा हटाउनु पर्यो, त्यसपछि चाहिँ के रह्यो त मुसप। अब दा हटाइसकेपछि फाँचीमा ब छ भने अथवा उ छ भने बलाई हटाई अथवा उलाई हटाई, एउटालाई हटाउनु पर्यो उलाई हटाई ओयो प्लस गरिन्छ अरे। म स ओयो के भयो क्वेसन मार्क हुन्छ। डराउनु भयो, डराउनु हुन्छ भन्नुभयो। क्वेसन सोध्नु डराउनु हुन्छ नु हुन्छ भन्ने छ नि त हाम्रो, डराउनु हुन्छ। त्यसपछि रहेको छ खाकाप्ता नजिक हुनु। नजिक हुनु भने नजिक हुनुहुन्छ। खा का यो बलाई हटाई दा हटाइसकेपछि ब छ बलाई पनि हटाई ओयो प्लस गर्ने ओयो के भयो त क्वेसन गर्ने खाका ओयो नजिक हुनुहुन्छ। यसरी चाहिँ हामीले क्वेसन पनि गर्न सक्छौं। अयो आयो यो हेयो ओयो यो चाहिँ फर्मलमा चाहिँ उत्तर दियो, यो चाहिँ प्रश्न गर्यो। हामीले चाहिँ यसलाई कसरी चाहिँ VST मा परिणत गर्न सक्छौं त त्यो हेरौं। अब यति चाहिँ बुझ्नु सक्नु भयो होला। यो पछि चाहिँ हामीले प्रेजेन्ट कन्टिन्युअस टेन्स पढौं इन्फर्मलमा। हामीले जसरी चाहिँ फर्मल पढाएको थियौं VST प्लस go eat सुम्निदा यी रहेको छ भन्ने हो। यी रहेको छ अथवा दही छ भन्ने जस्तै हो। अनि यो चाहिँ फर्मल भयो। सुम्निदा आउँछ भने फर्मल। अब इन्फर्मल हेरौं। VST प्लस go eat अयो यो पनि यी रहेको छ। इन्फर्मलमा हामीले चाहिँ VST प्लस go eat सुम्निदा पढिसकेका छौं, अघिल्लो भिडियोहरु हेर्न सक्नुहुन्छ। अब हामी पढ्ने भनेको चाहिँ इन्फर्मलमा VST प्लस go eat अयो गोइस अयो यी रहेको छ यो भनेको पनि यी रहेको छ। प्रेजेन्ट कन्टिन्युअस टेन्स भन्छ यसलाई। प्रेजेन्ट कन्टिन्युअस टेन्स। प्रेजेन्ट कन्टिन्युअस टेन्स हामीले पढ्ने भने यो भयो। अब VST प्लस गोइस अयो यी रहेको छ, यी रहेको छ, यी रहेको छु, यी रहेको छन् भन्ने चाहिँ हुन्छ। अब यसमा चाहिँ भोइल एन्डिङ र कन्सोनेन्ट एन्डिङ छुट्याउनु पर्दैन। जसरी हाम्रो चाहिँ इंग्लिशमा चाहिँ बिफोर हुन्थ्यो नि आइएनजी फर्म, जस्तै गोइङ, इटिङ हो, यस्तै आइएनजी लागेको छ नि त्यो पनि सेम हो गो इट। भर्बको दा हटाइसकेपछि गो इट प्रयोग गर्ने। दा हटाउनु भनेको VST भयो, VST प्लस अनि जुन सूत्र लगाउने हो फर्मल बनाउने भएपछि
सुम्निदा प्रयोग गर्ने र इन्फर्मलमा अयो प्रयोग गर्ने। हामीले यो चाहिँ पढिसकेका छौँ। अब यसको केही उदाहरण हेरौँ। यसमा चाहिँ यी रहेको छ, छिन पनि हुन्छ, त्यसपछि हुनुहुन्छ, यी रहेको हुनुहुन्छ पनि हुनुहुन्छ, यो पनि हुनुहुन्छ। फर्मल इन्फर्मल भन्नाले चाहिँ यो चाहिँ फर्मल भयो, फर्मलमा चाहिँ अलि आदर गरिन्छ, यो चाहिँ इन्फर्मलमा यो चाहिँ सामान्य व्यक्तिलाई नि प्रयोग गरिन्छ। अब केही उदाहरण हेरौँ। जस्तै खादा, खादा चाहिँ भब भयो। अब हामीले चाहिँ VST प्लस गोइट सुम्निदा प्रयोग गरौँ। अनि अर्को रहेको छ VST प्लस गोइट अयो, दुईटा प्रयोग गरौँ। खादा भनेको चाहिँ जानु भन्ने हुन्छ। अब यसमा चाहिँ भर्ब लेखौँ। एकदम सर्टकट हिसाबले चाहिँ तपाईहरुलाई बुझाउँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला र यो भिडियो कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। जस्तै खादा, खादा भनेको जानु भन्ने पढेका छौं। अब VST चाहिँ खा भयो, त्यसपछि गोइट सुम्निदा भयो, फुल स्टप। अब यी रहेको छ, गइरहेको छ, खादा भनेको जानु, गइरहेको छ, गइरहेको छ अथवा छिन अथवा हुनुहुन्छ भन्ने नि हुन्छ। अनि यसमा चाहिँ गोइट अयो, खा गोइट अयो। VST चाहिँ खादाको खा दा हटाइसकेपछि हामीले चाहिँ गोइट जोड्नु पर्ने हुन्छ। खा गोइट अयो, के भयो त? यो पनि गइरहेको छ, छिन हुनुहुन्छ भन्ने हो। एउटै हो सबै। अब हेरौँ अर्कोमा मक्ता। मक्ता भनेको चाहिँ खानु, खानु भन्ने हुन्छ। यसको VST चाहिँ के हुन्छ त? मक, मक चाहिँ VST हुन्छ। दा हटाइसकेपछि के रह्यो त? मक। VST चाहिँ मक भयो, प्लस गोइट सुम्निदा, मक गोइट सुम्निदा भयो। के भयो त अब? खाइरहेको छ, छिन खाइरहेको हुनुहुन्छ भन्ने भयो। खाइरहेको छु पनि हुन्छ। अनि यसमा मक गोइट अयो, खाइरहेको छु, छौ कर्ता अनुसार क्रिया परिवर्तन हुन्छ। अहिले जे राख्दा नि हुन्छ। अर्को उदाहरण हेरौँ। छुदा, छुदा भनेको दिनु भन्ने हुन्छ। छुदा दिनु, VST चाहिँ दा हटाइसक्यो, के रह्यो त? छु। VST पछि के जोड्ने? टु गोइट सुम्निदा, सुम्निदा के भयो त? दिइ रहेको छु अथवा छ अथवा छिन, के भयो त्यसमा? छु गोइट अयो, के भयो? यो पनि त्यही, दिइरहेको छ, छु, छन्, छिन भयो।
तपाईहरु चाहिँ घरमा चाहिँ एकदम हिसाबले चाहिँ प्र्याक्टिस गर्नुपर्ने हुन्छ। अब भर भेट्टाउनु हुन्न भने चाहिँ हाम्रो युट्युब च्यानलमा गएर चाहिँ हेर्न सक्नुहुन्छ। भर पनि प्लेलिस्टमा गएर छुट्टा छुट्टै भर टोटल भर राखेका छन् A to Z हेर्न सक्नुहुन्छ एकदम बुझ्ने तरिकाले। त्यो अनुसार चाहिँ प्र्याक्टिस गर्नु होला।